यात्रामा हामीको आजको दिन चाहिँ हो हामीको यस यात्राको भाग 3 हो। अब हामीहरू आजको दिन चाहिँ हामीहरू धननाग देवताको मन्दिरतिर तर्फ लागेका छौँ। यस हामीहरू धनगढा 4 मा स्थित सबै मन्दिरहरू दर्शन गर्न आएका छौँ। अब आजको दिन चाहिँ हामीहरू नाग देवताको मन्दिर आएका छौँ। अब आउनु होला मान्छेहरू। यहाँ हो हाम्रो जिल्ला स्वास्थ्य केन्द्र बनाइएको छ। धनगढा 4 मा अब यहाँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनाइएको छ। सबै जडीबुटीहरूद्वारा प्राकृतिक जडीबुटीहरूबाटै औषधि बनाएर यहाँ बेच्ने गर्ने गरिएको छ। अब हामी पुग्न आँट्यौँ। अब हामी नागदेवताको मन्दिर पुग्नै आँट्यौँ। उता छ फेरि जुम गर्दा न उतातिर एउटा सानो धन्वन्तरी भगवानको एउटा मन्दिर बनाइएको छ। अहिले मजाले देखिएको चाहिँ छैन, उता बनाइराखेको छ। उतै गरेर देखाउँ न, उतै गरेर अब हामीहरू नागदेवताको मन्दिरको तर्फ लाग्न आँटेका छौँ। यहाँ गाडीहरू पनि कति गाडीहरू यहाँ चलिरहेका छन्। उताबाट हेर्नु सबै हरियाली र शान्त वातावरण छ। यहाँको नजारा हेर्नु सबैजना हरियाली बोट बिरुवाहरू छन्, शान्ति वातावरण छ। अनि अब यहाँ उता छ नागदेवताको मन्दिर। यहाँ सानो मन्दिर भए पनि कसैले यहाँ हेप्न चाहिँ हुँदैन। सानो मन्दिर भए पनि यसका कहानीहरू भनाइहरू ठुला छन्। उतातिर उतातिर नागदेवताको मन्दिर छ। जुम गर्दा अनि यहाँ पहिले यहाँ थियो नागदेवताको, अनि यहाँबाट यहाँ सारिएको छ। अनि यहाँ आमाले यहाँ अब बोट बिरुवाहरू काट्दै हुनुहुन्छ। अनि यस मन्दिरको यस्तो भनाइ छ, उतातिर त पानी उम्रिएको नागदेवताको कृपाबाट यहाँ पानी उम्रेको छ भनेर यहाँ भनाइरहेको छ। त्यहाँ नागदेवता सहित शिवजीको पनि स्थापित गर्नुभएको छ। यहाँ जहिले यहाँ नागदेवताको सेवा गर्नुभएको छ। उतातिर पार्टी पौवा पनि बनाइएको छ। त्यहाँ मान्छेहरू त्यहाँ पानी दिनुभएको छ, पानी राख्नुभएको छ। उतातिर त्यहाँ नागदेवताको कृपाबाट त्यहाँ पानी उम्रेको भनेर भनाइबाट यहाँ नागदेवताको मन्दिर बनाइएको छ। यहाँको पुरै यहाँ हरियाली छ, पुरै यहाँ शान्त छ। यहाँ सबैतिर हरियाली भएको यहाँ पुरै शान्त ठाउँ छ। अनि अब यस्तो यो सानो मन्दिर भनेर कोही बेला हेप्नुहुन्छ, त्यस्तो चाहिँ नगर्नु कसैले पनि। यहाँ सबै मन्दिर जुन मन्दिर भए पनि ठुलै मन्दिर हुन्छ। यस मन्दिर सानो भन्छन् सबैले, तर पनि यस मन्दिरको भनाइ ठुलो छ। यस मन्दिरको भक्तजनहरूको मनमा ठुलो आस्था हुन्छ। अब हामीले यही यात्रालाई अघि बढाउँदै श्री सरस्वती मन्दिरतर्फ लाग्न आँटेका छौँ। अब सरस्वती मन्दिर र नागदेवताको मन्दिरको एउटै भिडियोमा देखाएका छौँ हामीहरूले। अनि अब सरस्वती मन्दिर र नागदेवताको मन्दिर एउटा भागमा बनाएका छौँ। अनि नागदेवताको मन्दिरको भाग 3 हो भने यो सरस्वती मन्दिर भाग 4 हो। एउटै भिडियोमा गऱ्यौँ, केही तक्लिफी भएकाले हामीले एउटै भिडियोमा बनायौँ।
पार्क पनि बनाइदिएको छ। यहाँ यस्तो छ अरे भने पोली ग्राउन्डमा यहाँ राजाहरू बस्नुहुन्छ अरे। अनि यहाँ अहिले चाहिँ यहाँ एउटा पार्क निर्माण गरिएको छ। यो पार्कै लिएर उता सरस्वती मन्दिर बनाइएको छ। अब यहाँ पार्क नेपालको झन्डा। अब फर्किँदाखेरि अहिले यसो पार्कको पनि यसो छवि हामीले देखाइदिएको झलक देखाइदिएको छौँ। अब हामी सरस्वती मन्दिर पुग्न आँटिरहेको छौँ। यहाँ पुरै यहाँ सालको बोटहरू छन्। पुरै राम्रो हरियाली छ। त्यहाँ नागदेवताको मन्दिर जस्तै यहाँ पनि शान्तिको माहौल छ। पुरै शान्ति छ यहाँ। उता रोड छ, उता घरहरू छन्, उता पार्क छ। फर्किँदाखेरि अब म अहिले देखाउँछु, त्यहाँको छवि देखाउँछु। अब उतातिर हामीहरू अब सरस्वती मन्दिर घुम्न आइरहेका छौँ। शनि देवताको पनि त्यहाँ मन्दिर बनाइएको छ। अब शनिबारको दिन हामी शनि देवताको दर्शन पायौँ। सबैले आफ्नो मनमानी भएको जहाँ हुन्छ त्यही हेरेर सक्छौँ। त्यहाँ हुन्छ शनि देवता। यहाँ पनि शनिबारको दिन यहाँ भक्तवृन्दहरू यहाँ आएर शनि देवताको यहाँ पूजा गर्नुहुन्छ। अब उतातिर अब त्यहाँ सरस्वती मन्दिर आउन हामी पुग्न आँट्यौँ। अब हामी भ्रमणको क्रममा छौँ। अब यहाँ हामीले त्यहाँ पुग्यौँ। अब यहाँ पहिले एउटा सरस्वती मन्दिर, सरस्वती नामक एउटा मन्दिर पनि छ। यहाँ विद्यालय छ। मन्दिर चाहिँ छ, विद्यालय पनि छ। त्यो विद्यालय हुँदाखेरि नै यो छ। यहाँ भूकम्पद्वारा यहाँ एउटा रुख झरेको अरे। यहाँ पहिलेको अवस्था यहाँ बिग्रेको छ। अनि त्यसपछि अहिले फेरि यहाँ राम्रो बनाउनु भएको छ। अब उता मन्दिर छ, तर हामीहरू पहिले उतातिर त्यहाँ शिवजी, गणेश भगवान् हुनुहुन्छ। उता बुद्ध भगवान् पनि हुनुहुन्छ, बुद्धजी हुनुहुन्छ। अनि अब पहिले हामीहरू उतातिर दर्शन गरेर आऊँ। त्यसपछि त्यहाँ गणेशजी, त्यहाँ शिव भगवान्, कृष्ण भगवान् हुनुहुन्छ। पहिला हामी त्यहाँ दर्शन गरौँ, त्यसपछि यतातिर सबैको म अहिले देखाउँछु। अनि फर्किँदाखेरि म त्यहाँको त्यो पार्कको पनि यसो छवि देखाउन आँटेको छु। यहाँबाट हुनुहुन्छ। अनि अब उता शिवजी हुनुहुन्छ।
वैष्णवानामेथा स्तम्भ लेखिएको छ भागवतमा। त्यसको मतलब भने शिवजी भनेको वैष्णवहरूको मध्ये सबभन्दा ठुलो भक्त हो। अब त्यो द्वारलाई अनि यहाँ बस्नुको लागि एउटा यहाँ पार्टी भवन पनि निर्माण गरिएको छ। यहाँ हामीहरू गरिब भने यहाँ बस्न मिल्नेछ। अनि अब यहाँ विश्राम गरिसकेपछि अब हामीहरू कतै जान्छौँ। अनि यहाँ नन्दीजी पनि हुनुहुन्छ। उतातिर हनुमानजी हुनुहुन्छ। यहाँ नन्दीजी हुनुहुन्छ। शिवजी जब कृष्णजी जब राम भगवानको मन्दिर हुन्छ उहाँको अगाडि हनुमानजी राखिन्छ। जब विष्णु भगवानको जुन मन्दिर हुन्छ त्यसको अगाडि गरुडजी बस्नुहुन्छ। अनि शिवजी हुनुहुन्छ भने यहाँ नन्दी भगवानले यहाँ नन्दीजीले स्थापित गर्नुभएको छ। अनि अब हामी उता मन्दिरतर्फ लाग्न आँटेको छौँ। यहाँ मन्दिर यहाँ एउटा विग्रह लागेको छ। यहाँ काठहरू काटेर राखेको छ। बनाइएको छ उता भगवानको दर्शन पाउनु। अब हामीहरू यसपछि पूजातिर जान आँटेका छौँ। यहाँ ढुङ्गाले परिसर यहाँ ढुङ्गालाई काटेर यहाँ बनाइएको छ। यहाँ घन्टी पनि छ एउटा। भने अब हामीले ध्यान केन्द्रमा जान आँटेका छौँ। सरस्वती पूजाको दिन यहाँ सरस्वती माताको सेवा गर्नुहरू त्यसकै वस्त्रहरू लगाइएको छ। यहाँ फुलपातीहरू चढाउनु भएको छ। यहाँ हंसहरू हुनुहुन्छ, उहाँको वाहन हंस हो। त्यति भएर यहाँ दुईवटा हंसहरू यहाँ बनाइएको छ। अनि अब हामी यसो ध्यान केन्द्रतिर लाग्छौँ। यहाँ हेर्नु यहाँ भगवानहरूको विभिन्न पट विग्रह लगाइएको छ। यहाँ योगा गर्नु छ। अनि यहाँ एउटा सानो तालाब पनि छ। यहाँ कृष्णजी हुनुहुन्छ। यहाँ कालिया नागको माथि यहाँ कृष्णजी हुनुहुन्छ। यहाँ कृष्णजी बनाइएको स्थापित गर्नुभएको छ। पानी छ। पहिले यहाँ माछाहरू पनि थिए, अहिले छैनन्। अब यतातिर हाल्नु शिवजी हुनुहुन्छ। उतातिर गणेशजी हुनुहुन्छ। अब हामीहरू मन्दिर प्राप्त